गाइज आज चाहिँ म खेतमा जाने आज खेताला छ खाजा पुर्याउनु जानु पर्यो भन्दैछु। खाजा चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ। चाम्रे बासमती चामरे यो अब चाहिँ बाटो लागेको यो चाहिँ खाजा यहाँ भित्र चाम्रे छ चाम्रे बाटो लागेको अब खाजा बोकेर कति नराम्रो हौ हाम्रो घर आउने बाटो। यो चाहिँ हाम्रो गाउँ लुम्दे फाकफोक्थुम गाउँपालिका वडा नम्बर 5 है। हाम्रो घर हो हेर्नु यसो धुवाले खाएर कालो कालो भयो। कुकुर घुम्दैछ। यहाँबाट यता चाहिँ स्कुल जाने बाटो, यता तल चाहिँ खेत जाने बाटो। कुकु आउँदै हुनुहुन्छ। हेलो लु काकी सेवारो मी मारक्का ओवा ब्लग बनाउँछु त ल खाली अनि सायद त बिग्रियो नि मेरो खाजा लगेर गएको अन्त थिमान ठिक जोगी बाबे अंगा चाहिँ यो मत उयो जुत्ता मजा मजा फाल्टै फाल्टो कसको सार्नु भएको काकी ए अब म यो खाँदै हिँड्छु। कसरी खाँदा हातमा यो छ यस्तो हुन्छ नि दाना। यसरी जाँदैछु बर देख्दै हुनुहुन्छ नि तपाईँहरू। त्यसलाई चाहिँ कान्छा बर भन्छ है। पहिला यहाँ हाम्रो फ्याक वंशको पुस्ता नम्बर त कति हो थाहा भएन। हाम्रो बाजेहरूको कान्छा बाजेले रोप्नु भएको अरे। तर कान्छा बाजे भनेको सु बाजे सुदेखि सु बाजे। हाम्रो गाउँघर डाँडा काँडाको छ। म अहिले ठ्याक्क मेरो गोठमा जाँदैछु। कहाँबाट आएको ए भरे आएर पानी पुरी खानुपर्छ ल ल मेरो भदैनी खेतबाट आएछ भदैनी कान्छा बर है। हेर्नुहोस् त तपाईँहरू देख्न सक्नुहुन्छ बर पाकिरहेछ। पहिला सानोमा हामी बर कति खान्थ्यौँ। बर पाकेर झर्ने बेला भएको छ। तर भएर चाहिँ म यता बाटो जाउँ कि यता बाटो जाउँ हो दुईतिरैबाट पुगिन्छ पुग्न त। हेर्नु त बर ठुलो छ यो अझै पातमा भएर मात्रै यस्तो देखेको। पात यो भर्खर मुना पलाउँदैछ नि त पात फेरिँदैछ क्या त्यही भएर यस्तो देखिएको। अनि म यतैबाट झर्नु पर्यो किनभने यताबाट अलिक घुमाउनु पर्छ क्या। भरे आउँदा चाहिँ त्यो बाटो आउँछु भयो। अनि ओह्रालो झर्दा चाहिँ यही बाटो झर्नु पर्यो। हामी यहाँ सानोमा यहाँ भारी बिसाउँथ्यौँ यो चौतारातिर यहाँतिर। किनभने अब जङ्गलबाट आउँदाखेरि थकाइ लागेर आउँथ्यो नि त त्यही भएर हेर्नु बर वाउ कान्छा बर पिपल चाहिँ यहाँनिर रोपेको थियो कि
बाँचेन पिपल त मर्यो यसरी झर्दैछु म चाहिँ बढेमा छ जाडो छ हौ यो फागुन महिना भए पनि अब चैत लाग्न आँटिसक्यो पर्सि भोट हो 21 गते पर्सि र पनि एकदम जाडो छ क्या गाउँमा किनभने पानी परिरहेको छ त्यही भएर अहिले चाहिँ म बाटोमा हिँड्दैछु अब यहाँ दुईवटा बाटो छ अघि मैले माथि भने नि त्यो चाहिँ यहाँबाट आउँछ एउटा चाहिँ यता रोडबाट आएको भए यहाँ निस्किन्थ्यो तर म ओह्रालो सर्टकट बाटो भएर अब यो रोड ठ्याक्क यताबाट जान्छ यताबाट आएर तल आउँछ तर म चाहिँ सर्टकट बाटो जान्छु फेरि पनि तपाईँहरू हेर्न सक्नुहुन्छ हो त तलको खेत चाहिँ यो खेतहरू चाहिँ हाम्रो है तलसम्म यता परसम्म तलसम्म छ उयो चाहिँ गजर माङ्सेबुङ गाउँपालिका पारि चाहिँ मेरो मामालाई यता पर हो यो डाँडा पर यो अर्को बरे यो चाहिँ खामबरे बर भन्छ खामबरे हाम्रो खेतलाई पनि खामबरे खेत भन्छ यो गाउँ हो गाउँ अब म घरकोमा आइपुग्न आँटेँ मेरो खेतमा पनि आइपुग्न आँटेँ यहाँ चाहिँ बडा पिपल दुइटै भाँचेको छ है सानोमा हामी एकदम यो बर पाक्ने बित्तिकै कति खान्थ्यौँ क्या हामी नजिकै जान्छु ल यो धर्मशाला चाहिँ गलेर आएर बस्ने ठाउँ हेलो गाइज मेरो भ्लगमा स्वागत छ नानीहरूलाई अनि उयो चाहिँ तिम्रो साथी हो यता माथिल्लो कालो चाहिँ डल्ला कुटेका मकैको लागि नि ल गुड मेरो भाइ बहिनीहरू गुड मेरो भ्लग हेर्नु ल भोलि पर्सि तिमीहरू पनि निक्लिन्छौ नि हो यस्तो राम्रो राम्री भाइ बहिनीहरूलाई किन ननिकाल्नु हौ कति राम्रो राम्री वाउ हिजो इलामबाट हो ए अनि म त उता दमकबाट आएको नि अनि गएको ल भोट केमा यसपालि ए अनि ल सरी यो पिपल है गाइजहरू यो चाहिँ बर अहिलेको बर राम्रो कि यो लु भन्नुहोस् त एउटा अनौठो ढुङ्गा देखाउँछु ल तपाईँहरूलाई सेम मान्छे जस्तै क्या उयो आँखा अनि नाक अनि तल मुख हेर्नु यस्तो ढुङ्गा देख्नु भएको छ तपाईँहरूले कहीँ कतै सुतिरहेको छ रुइरहेको रहेछ अहिले त म यो बाटो आएको हेर्नु ल यो बाटो आएको अनि मैले अघि अर्को बर खिचेको छ एकछिनमा देखाउँछु ल त्यो अलिअलि टुप्पोहरू देखिँदैछ त्यो बाटो आएको यस्तरी पिपलहरू देख्नु सक्नुहुन्छ हामी चाहिँ यहाँनिर सानोमै पातहरू बटुलेर घाँस लान्थ्यौँ अब त लाँदैन रहेछ कसैले पनि हामी त कति बरको पात बटुलेर लान्थ्यौँ ल है त है यो बर त यो हाम्रो गोठ आइपुग्नु आँट्यो अब म 5 मिनटमा झरिसक्छु है अब म झर्दैछु फेरि पनि त्यो ढुङ्गा हेर्नु मान्छे जस्तै
यो गोरुको धनी बसिराख्नु भएको छ, म तर्साउँछु ल। तर्साएको त तर्सिनु पो भएन। आयो के गर्नु भएको? गोरु चराउनु भएको? तपाईँलाई मेरो भ्लगमा स्वागत छ ल दाजु। तपाईँलाई नि 3 करोड जनताले हेर्छ। मलाई हेर्छ? सक्छ नै भयो म। कत्रो भुँडी हो, अम्म मोटाएछ यो दाजु। बिमारी भएर घटेर हिजो अस्ति भर्खर इन्डियादेखि आएको म। कहिले जानुभयो? 15 दिन बसेर आएको। होइन सोधौँ त न त मम्मीहरूलाई। हो कि म सोध्छु ल भरे। म उता उसमा बसेर आएको। केमा? अजय चोक भन्ने बिहार। के गरेर के जानुभएको? किन आइहाल्नु भएको? के कारणले? काम थियो। काम थियो? अब जानु थियो। त्यो नाममा ठ्याक्क माटोमा भ्याट्ट हाल्ने। हो ल भ्याट्टै बाँध्ने त माटोमा। भ्याट्टै ल ल गएको दाजु ल। हाम्रो के गर्नु खेतला छ आज? के लगेको? खाजा लगेको? पानी? खाजा खाजा पानी छ। बनाउँदै होला। अन्त खाजा त ल्याएर आएँ, तर के खेतला के गर्ने छ? खेत बनाउनु? खेत बनाउनु पो कटेरो होला। ल के उता पुग्छ के? गएको लोक छ, कति काली निक्लिन्छु घरिघरि नराम्री। अनि मान्छे नै राम्रो भए पो अलि राम्रो निस्किन्छ। म जति विश्व सुन्दरी को छ? यताबाट फर्किँदा अलिक गोरो राम्री, उताबाट त छ। आफू चाहिँ खुबै। अब चाहिँ मेरो खेत आइपुगे। गोठ, हाम्रो गोठमा आइपुगे। के भन्छ कुचो थुतेर कोही पनि हुनुहुन्न। खाजा यहाँ चाम्रेको खाजा क्या। के छ तिम्रो खबर? लुक छ ए आएको के छ तिमीहरूको खबर? अगायो न मह कति लामो फर्सी, के खालको फर्सी हो यो? बाख्रा किन यो चाहिँ सुतेको होला त्यसरी? वा भैँसी कत्रो! ओ भैँसी पहिला त भैँसी बलले चाहिँ अलिक घटेछ। यो रुखकटर बोटै यो चाहिँ नयाँ मान्छे चिनाउन बाख्रा भाग्छ छाम्दा त भाग्छ। कतिवटा बाख्रा छौ तिमीहरू? के भयो? खाऊ न हौ खाऊ। हगाएको छौ त त्यति भन्दा कति खान्छ? यो चाहिँ जुनार हो, जुनार। यो चाहिँ सुन्तलाको बोट हो, तर अहिले सुन्तलाको सिजन होइन। कोलाहरू हेर्नु, कोलाको बोट। प्याज देख्न सक्नुहुन्छ, प्याज। यो चाहिँ जेठमा मात्रै खान मिल्छ। उखाल्न यो गोड्दै रहेछ, सायद आमाले गोड्नु भएको होला, अनि छोड्नु। तोरी रोप्नु भएको रहेछ। अब म चाहिँ उता गएँ किनभने खेतलाहरू उता रहेछ। उजाड लाग्दो हाम्रो सन्ध्या भदैनीहरूको
तातो सन्ध्या तिम्रो घर हेर ऊ तल माइतिर म त तल खेतमा आएको थिएँ अनि खिचेको ल ए उयो हुनु त खेत पो बनाएको अब आएको ए तल्लोबाट खेत पो बनाउनु भएको बाबु अनि हाम्रो बुवा ल हौ बाबु कपाल चाहिँ यतै फुलेछ मेरो ड्याड अन्त खाजा खाउँ हो भोक लाग्यो होला नि दाजु अब जडक्सी खानुहुन्न ए यस्तो हो पारा तल खाना पानी यहीँ रहेछ चम्ची ल्याएको छु त्यसले अनि चिया त ल्याइ न त बाबु अनि कविताले यति त दिइपठायो खाजा मात्रै दिइपठायो अब जाँडक्सी नखानेलाई किन चाहियो बियर भरे ल म किनिदिन्छु दमदार पनि किनिदिन्छु के थाहा अब अघि केहरू लगेको होला भनेर अब यस्तो तरिका यो रहेछ so nice. दाजु चिन्ता नगर्नु भरे अनि मलाई भनिनस् पनि तैँले भन्नुपर्छ भन्नु होस् अब भरे केही हुँदैन ओइ पाठा आइज त अस्ति एकुला लडाउने पाठा यही हो ए हो यही जस्तो लागेर आइज 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 त आइज 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 न के निष्ठुरी भएको होला आइज न आइज कविताले खाएर के पठायो चाम्रे के छ कविताले तरकारी पठाएन क्या चाम्रे मात्रै पठायो क्या जी हो त चाम्रेको खाजा चाम्रे अनि आलुको तरकारी साग मकैको चाम्रे मकै जलक्सी खानुहुन्न दाजुले त्यही भएर म त ल्याइदिन्थेँ साधुकोमा खेत लाउँदा यस्तै हुन्छ ल्याउनु छैन अनि नल्याएपछि साधु कहाँ गएको अब अब चाहिँ हामी खाजा खाएको मैले पनि खाएको यत्रो धेरै खाजा ल अब चाहिँ खाजा खाइसक्यौँ अनि फेरि काममा लाग्नु भयो उहाँहरू बुवा ल भ्लगमा जान्छ बाबु अरू मान्छेहरूले चाहिँ अरू मान्छेहरू म भन्छु बुवा अरू मान्छेहरूले चाहिँ खेत बाँझो राखेर तराईतिर झर्छन् होइन तर मेरो बुवा चाहिँ आफ्नो खेत भत्किँदा पनि हो यसरी यति मेहनत गरेर पर्खा लाएर चाहिँ नै खेत बनाउनुहुन्छ भनेपछि बुवालाई गाउँ नै प्यारो रहेछ होइन यो 3 दिन लाग्यो अरे खेतला कतिजना लाग्यो अरे बुवा 10 जना यस 10 जना लाग्यो अरे हो बुवाले आफ्नो श्रम
ए आफ्नो श्रम अरे आफ्नो माटो आफ्नो देश आफ्नो भूमि आफ्नो संस्कार संस्कृति चाहिँ भुल्नुहुन्न हाम्रो बुवा होइन बुवा हाम्रो बुवा सानोमा अरे तन्देरीमा चाहिँ हाम्रो बुवा साह्रै धान नाच्ने अरे होइन हेर्ने लगिदिनुपर्छ त तिमीहरूलाई पाहुना पातले खाने त यहाँ यो आली यो आलीमा दाल फल्छ यो बाख्राको चाहिँ आमा छैन टुहुरो मैले पहिला मेरो फेसबुकमा पनि लगाएको थिएँ एउटा भिडियो त्यारेर भर्खर सुत्केरी बाख्रा तान्दै बिस्तारै लगेको थिएँ नि त्यो बच्चा आयो अहिले यत्रो भएछ त्यसको जोडी चाहिँ मऱ्यो अनि उसको आमा पनि मऱ्यो के गर्नु आइज आइज सुन्दैनस् ल ओइ सुन्दैन जुदौँ तिमी र म पछि म बाटो लागेको घर गएको पर गोरु थियो गोरु आमाले चराउनु लानुभएको रहेछ म हेर्छु ल हाम्रो खेत हेर्नु ल तलसम्म छ अन्यदेखि यस्तो 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 आएर माथि कोलाको बोटदेखि माथि माथि त्यो यो त्यसको बोटहरू यहाँदेखि मुनि हाम्रो गोरु चाहिँ यहाँ राखेको थियो चराउनु भयो यहाँदेखि चाहिँ तल हाम्रो खेत हेर्न सक्नुहुन्छ उयो बर्ड देखिरहनु भएको नि यस्तोतिर छ अहिले भत्केको खेत बनाउँदै हुन्छ मेरो बुवाहरू मैले एउटा चिज देखेँ क्या तपाईँहरूलाई चेरी हेर्नु न जङ्गली चेरी म खान्छु ल टिपेर उयो जङ्गली चेरी वाउ मिठो हामी सानोमा कति खान्थ्यौँ यस्तो खोजेको फेरि खान्छु खोजेर कति धेरै चेरी खान्छु टन्नै रहेछ यहाँ पनि छ एउटा खान्छु ल हेर्नु यति बनाएँ अब खान्छु नि दामी हेर्नु यो पानी चाहिँ हामी खान्छौँ यो चाहिँ उम्रेको पानी हो यो एकदम राम्रो पानी यही पानी हामी खान्छौँ तर अहिले पाइप रहेनछ पाइपमा टाँगेर खान्थ्यौँ त्यो पाइप अघि उता अर्कै त्यो अघि गाह्रो बनाउँदै गरेकोमा युज हुँदैछ त्यो पाइप चाहिँ हामी यहीँबाट लगेर जान्छौँ कस्तोमा चाहिँ त्यो काकीले गर्दा नराम्रो बाटो आए बाटो अर्कै थियो काकीले बोलाएर यो बाटो काकी गरे मैले यो मेरो भ्लगमा स्वागत छ तपाईँलाई धन्यवाद यस्तो नै सब्सक्राइब गर्नु नि म सब्सक्राइब पनि गरिदिन्छु कि तर मेरो यस्तो लुगा छ हेर कति राम्रो च्यातेको भयो राम्रै तल हाम्रो बुवाहरूले खेत बनाउँदै हुँदो रहेछ कि खेतालालाई खाँदा ल्याएर को छ खेताला छ नि धेरै यहाँ बुवाले कति साह्रो खेत बनाउनु भएको जहिले के हुन्छ त अनि मेरो बुवा भनेको माटो प्रेमी हो थाहा छैन खेत बनाउनु हुन्छ जहिले गाउँ प्रेमी हो मेरो बुवा क्यांग्स में आंगा हीरोनी मनना है नो है ना अतंग वेग पावे
Ha? Kempatin babi ang ganua. Obi, ang hero ni mana? Ayo, mata मेरो काकी हुनुहुन्छ. गोड्दै हुनुहुन्छ तर के यस्तो यो अल्छी लाग्दो यो भएन यो हाम्रो निस्किँदै गरेको पो त पानी लगाएपछि यस्तो निस्किन्छ यो यस्तो निस्किन्छ यो गङ्गाले त मार्छौ ए काकी र मेरो गफ जाँदैछ नेम्बाङमा काकी अमा त्यो त राम्रो नै आउँदो रहेछ आयो काकी बजा लास्टमा त बबर राम्रो आइरहेको गएर त काकी सिन कति राम्रो देखेको नि कि मान्छे राम्री भएर सिन कस्तो राम्रो मान्छे राम्रो वा अब म यो टमाटर चोरेर लान्छु भिडियो बनाउँछु चोर्दै गरेको म भिडियो बनाउँछु नि के साह्रो मटर फलेको काकीसँग छ्या यो बुवा बोकेकोमा जहिले जोगी जस्तै निकाल्छ जोगी तर जोगी नै हो जोगीमा कति साह्रो फलेको आमा साँच्ची कत्रो फलेको धनियाँ हेर्नु गाउँमा गर भने जे फल्दो रहेछ राम्रो पक्कै यो बिउ राख्नु भएको कि आफै ठुलो भएको यो रुख जत्रै छ त नि यो धनियाँ के हो पारा बसी बसी आलु खन्दै हुनुहुन्छ काकी यी आलु वा यता मल बोक्ने टोली अब चाहिँ मटरको सा टिप्नु पर्यो काकीले लैजा भन्नु त्यही भएर वा यस्तो छ गलेर मै बाजेलु सेवारो छ ल सेवारो थ्याङ लाने बे बोजू सेवारो न भुइसरी सेवारो लाजमा बोगे नि कौन से ऑर्गेनिक्स बा कहानी पाङ्बे ना बोजू त मोटाउनु भएछ अस्ति भन्दा बोजू मोटाउनु भएछ अरे नङ मेलु बा कति राम्री हाम्रो बोजू भुसुनीले राम्रो हुन्छ थ्याङमा बोगे ल हुन्छ हिन्छिङ फेरछ न के बाजे ल काकीले कस्तो चिया बनाउनु भयो अब काकीको घर कति राम्रो वा विश्व सुन्दरी हो तपाईँ यस्तै मेरो लुगामा ननिकाल्ने बाजे बोजूले पनि खाने अरे म त मेरो लुगा खुला आउँछु म त जहिले के अब त खिच्दिनँ तपाईँ त्यो लुगा खिच्ने बित्तिकै म ए तपाईँ नि त्यो लुगा फुकाल्ने बित्तिकै खिच्नु छोड्छु वा काकीले मलाई यस्तो दामी गरेर दिनुभयो धन्यवाद मेरो काकीलाई आज म घर गएकै छुइनँ मार्छन् होला मलाई भगवान् अघि दिउँसो हिँडेको अब यस्तो रात पर्यो काकीले गर्दा पानीमा जान आँटेको हाम्रो अन्त काकीकोमा पानी अभाव रहेछ यहाँनिर मेरो चाहिँ पछि पानी सलला चिन्न हुन्छ भोट म उठ्छु अनि जिताउनु म जिताउने मेरो काम बाहुनधाराको पानी जिताउने मेरो काम जितेर पनि त्यो काम गरेन के कसरी कुट्ने रे आई बता ल कुट्ने यति कुरा चाहिँ याद बाजे गएको बाजे दाजु नजाने ए ल कम्ता खाएन मैले बदाम खाएँ दुध चिया खाएँ पानी खाएँ बाजेले गए ल गएको ल बोजू ल ल ल काकीहरू पानी गर्दा मलाई पाउँदैन किनभने म डर लाग्छ म उखाल्दैछु भटमास काकी जङ तपाईँहरूको घर राम्रो नि काकी जस्तै राम्रो भयो किन
लट्ठी चाहिँ बोक्नु बुढी हुनुभएको अब काकी म त दिउँसै पो आएको त काका ए उपर पद्मा काकीले के छ म बेलुका नि 5 बजी बुढी बान्छु होइन अनि घरमा खाजा खान्छु अनि लाग्छु चोकतिर पद्मा काकीले जाउँ भन्नुभयो कि क्यारम खेले 1-2 गेम घरमा निक्लिँदै बाजे बोजूसँग गफ गरेर